ल है त फेरि पनि मलेसियाको पेनाङमा रहेको एउटा राम्रो टेक्नोलोजी कम्पनीबाट फ्री भिसा फ्री टिकटको नयाँ डिमान्ड लेटर आइसकेको छ है। सो यदि तपाईँहरू पनि यस कम्पनीमा आउन चाहनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियो तपाईँहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि एउटा सानो कमेन्ट गरिदिनु होला र मलाई युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनु होला, किनकि म यस्तै यस्तै फ्री भिसा फ्री टिकटको नयाँ डिमान्ड लेटर भिडियो लिएर आउने गर्दछु। र साथै मलाई फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुक आइडीलाई पनि फलो गरिदिनु होला, किनकि म फेसबुकमा पनि नियमित रूपमा यस्तै यस्तै नयाँ डिमान्ड लेटर भिडियोहरू चाहिँ लिएर आउने गर्दछु। आउनुहोस् भिडियो सुरु गरौँ। अहिले आएको डिमान्ड लेटरको कम्पनीको नाम चाहिँ मेप इन्भाइरो टेक्नोलोजी एसडिएन बिएचडी रहेको छ र यो चाहिँ पेनाङमा रहेको छ है। सो यदि तपाईँहरू पनि यस कम्पनीमा आउन चाहनुहुन्छ भने यो कम्पनीको अहिले आएको डिमान्ड लेटर चाहिँ 120 जना पुरुषको लागि आएको छ, त्यो पनि फ्री भिसा फ्री टिकटमा है। सो तपाईँहरू आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ है त। यस कम्पनीमा विशेष गरी टेक्नोलोजी सम्बन्धी कार्य हुने गर्दछ, जस्तै कि फलामका मेटेरियल विशेष गरी फलाम सम्बन्धी चाहिँ काम हुने गर्दछ र अलि भारी काम पनि हुनसक्छ। सो यदि तपाईँहरू आउन चाहनुहुन्छ भने एकदमै सोच विचार गरेर आउनु होला। यस कम्पनीमा आउनको लागि तपाईँको मिनिमम क्वालिफिकेसन अन्डर एसएलसी हुनुपर्ने छ भने भिसा टिकट चाहिँ कम्पनीले नै दिएको छ, खाने सुविधा चाहिँ तपाईँ आफैले व्यवस्था गर्नुपर्ने हुन्छ भने नेपालको मेडिकल र मलेसियाको मेडिकल पनि कम्पनीले नै गरिदिन्छ र साथै मलेसियाको इन्सुरेन्स तपाईँको हेल्थ इन्सुरेन्स पनि कम्पनीले नै गरिदिन्छ भने यो चाहिँ जम्मा 2 वर्षको कन्ट्याक्ट पिरियड हुनेछ र यो जम्मा 120 जना मेल 120 जना पुरुषको लागि डिमान्ड आएको छ, त्यो पनि फ्री भिसा फ्री टिकटमा है त। यो डिमान्ड लेटरको चलानी नम्बर चाहिँ 60 25 75 51 रहेको छ भने यो डिमान्डको एलटी नम्बर चाहिँ 34 41 96 रहेको छ। यो डिमान्ड लेटर तपाईँहरूले चाहिँ मिनिस्ट्री अफ लेबर एन्ड इम्प्लोइमेन्ट वेबसाइटमा गएर चेक गर्न सक्नुहुन्छ फेक हो कि ओरिजिनल हो भनेर है त। यो डिमान्ड लेटरको पनि बेसिक 1700 नै रहेको छ भने तपाईँले हप्तामा 6 दिन काम गर्नुपर्ने हुन्छ, यो 1 दिन चाहिँ बिदा गर्नुपर्ने हुन्छ। ओभर टाइमको कुरा गर्ने हो भने ओभर टाइम चाहिँ कम्पनीको नियम अनुसार हुनेछ र यो डिमान्ड अनुसार चाहिँ तपाईँले महिनामा 45 घन्टा चाहिँ ओटी पाउनुहुन्छ ओभर टाइम है त। र साथै तपाईँहरू यस कम्पनीमा आउनको लागि तपाईँको उमेर कमसेकम 18 वर्षदेखि 40 वर्षको बिचमा हुनुपर्नेछ है। यो डिमान्ड लेटरको प्री इन्टरभ्यू छैन, डाइरेक्ट फाइनल इन्टरभ्यू हुनेछ र फाइनल इन्टरभ्यू चाहिँ असार 26 गते र 27 गते हुनेछ र यो इन्टरभ्यू मेन पावरको कार्यालयमै हुनेछ र मेन पावरको नाम चाहिँ विन रिसोर्समेन्ट प्राइभेट लिमिटेड रहेको छ र यो चाहिँ सामाखुसीमा रहेको छ है। यो डिमान्ड लेटरको क्युआर कोड छैन, त्यही भएर तपाईँहरूले चाहिँ मेन पावरको नम्बर म यहाँ स्क्रिनमा सो गरिदिन्छु र साथै यसै भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिन्छु। त्यो नम्बरबाट तपाईँहरूले चाहिँ मेन पावरमा कल गरेर इन्टरभ्यूको लागि बुझ्न सक्नुहुन्छ है। म फेरि पनि भन्दैछु, यो डिमान्ड लेटर फ्री भिसा फ्री टिकटमा गएको हो, तपाईँहरू कुनै पनि एजेन्टको थ्रु नजानु होला, एजेन्टले धेरै नै पैसा लिन्छ। डाइरेक्ट मेन पावरमा कुरा गरेर इन्टरभ्यू दिएर तपाईँहरू यस कम्पनीमा आउन सक्नुहुन्छ है त। आजको डिमान्ड लेटर भिडियो यति नै। यो डिमान्ड लेटर भिडियो तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो जिज्ञासा कमेन्टमा राखिदिनु होला र मलाई फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुक आइडीलाई फलो गरिदिनु होला, साथै युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है त।